विगत 6 वर्षदेखि नेचर गाइडको रूपमा काम गरिरहेको छु। यो नेचर गाइडमा चाहिँ त आउनलाई उत्प्रेरणा चाहिँ कसरी मिल्यो, कसरी यो पेसामा आइपुग्नुभयो? मेरो दिदी पनि गाइड हुनुहुन्थ्यो मभन्दा अगाडि, अनि दिदीले चाहिँ गाइडिङ गर्ने क्रममा अनि आफूले पनि अब उहाँले सेयर गरेको जङ्गलको कुराहरू सुन्दा चाहिँ गाइड बन्ने चाहिँ इन्ट्रेस्टहरू पनि जाग्यो। त्यसपछि चाहिँ ट्रेनिङ गरेर मैले पनि गाइड बनेको। सुरुमा चाहिँ भर्खरको स्टार्टिङ टाइममा चाहिँ अलिकति ट्रस्ट इस्यु भयो, किनकि जस्तै एउटा लेडिजमा पनि नेचर गाइड भएर काम गर्दा चाहिँ गेस्टहरूको सुरक्षाको कुरा पनि आयो। त्यसपछि चाहिँ जस्तै जङ्गल जाँदाखेरि ल एउटा महिलाले पाहुनालाई जनावरबाट के बचाउला भन्ने खालको पनि हुन्थ्यो। त्यसपछि सुरुमा अब पाहुनाहरूलाई राम्रोसँग घुमाउँछ घुमाउँदैन भन्ने कुराहरू चाहिँ सुरुमा चाहिँ चुनौतीको रूपमा नै थियो। त्यसबाहेक चाहिँ अरू खासै त्यस्तो अप्ठ्यारो चाहिँ थिएन। प्राय हामीले गाइडिङ गर्दाखेरि केही सेफ्टी कुराहरूलाई चाहिँ ध्यान दिएर काम गर्ने गरिन्छ। त्यही भएर अहिलेसम्म त्यस्तो कुनै चुनौतीहरू र घटनाहरू चाहिँ भएको छैन। कस्ता कस्ता कुराहरूमा ध्यान दिनुपर्छ नि? जस्तै जङ्गल जाने क्रममा चाहिँ हामीले मेन त हामी जाने ठाउँको बारेमा जानकारी लिनु पर्यो। त्यसपछि त्यो ठाउँमा भेटिने इन्काउन्टर हुन सक्ने जनावरहरूको बिहेभियरको बारेमा चाहिँ जानकारी हुनु पर्यो हामीले। अनि त्यो जानकारी भयो भने चाहिँ अब कुन जनावर चाहिँ अब इन्काउन्टर हुँदा चाहिँ कस्तो किसिमले रियाक्ट गर्ने भन्ने कुरा थाहा भयो भने चाहिँ जनावरबाट बस्न सकिन्छ। अनि जस्तो तपाईँ यो नेसनल पार्कको नजिकमा बसेर अनि यो गाइडिङ गरिरहनु भएको छ होइन, यो टुरिज्ममा चाहिँ इन्भल्भ भइरहनु भएको छ, कन्जर्भेसनलाई चाहिँ टुरिज्मसँग कसरी भनेको आर्थिक उपार्जनसँग चाहिँ कसरी चाहिँ जोड्न सकिन्छ? टुरिज्म र कन्जर्भेसनको चाहिँ एकदमै राम्रो चाहिँ कम्बिनेसन हुन्छ। किनकि मैले स्टार्टिङ गरेको भनेको कन्जर्भेसनबाट, मैले कम्युनिटी बेस्ड एन्टी पोचिङ युनिटबाट चाहिँ एउटा मेम्बरको रूपमा स्टार्ट गरेँ। त्यसपछि चाहिँ मैले गाइडिङको अवसर पाएर चाहिँ त्यसरी मैले चाहिँ कन्जर्भेसन सुरुवात गरेँ। त्यसपछि चाहिँ गाइडिङ लाइनमा चाहिँ प्रवेश गरेँ। त्यसपछि जब मैले अनि गाइडिङ गर्दै गर्दा चाहिँ जो आर्थिक रूपमा चाहिँ अलिकति भए पनि विकास भयो। अनि मैले चाहिँ जो देश विदेशका गेस्टहरूलाई चाहिँ घुमाउन पाउँदा चाहिँ डाइरेक्ट इन्कम पनि भयो। अनि त्यसले गर्दा चाहिँ जस्तै पहिला चाहिँ त्यही जनावरहरूलाई चाहिँ बचाइयो, त्यो जनावरको संरक्षण गर्नुपर्छ भनेर चाहिँ अवेरनेस प्रोग्रामहरू चलाइयो र पछि त्यही जनावरहरूलाई देखाएर नै इन्कम चाहिँ गर्न सक्यो। त्यसरी चाहिँ यो कन्जर्भेसनलाई चाहिँ जीविकोपार्जनसँग चाहिँ जोड्न सकिन्छ। त्यो त अब के हुन्छ भनेपछि अब कति चाहिँ अब शिक्षाको पनि अभाव हुन्छ। त्यो वन्यजन्तुको महत्त्व र त्यसको आनी बानीको बारेमा सबैलाई जानकारी भएको हुँदैन। अनि कतिपय समयमा चाहिँ अब हामीले पनि कुनै गल्तीहरू गर्छौँ। जस्तै वन्यजन्तुको वासस्थानमा अनुमति बिना नै प्रवेश गर्ने, फडानी गर्ने जस्तो कार्यहरू गर्छौँ। त्यो गर्नाले चाहिँ वन्यजन्तुहरू चाहिँ गाउँघरतिर पस्ने अनि गर्दछ र त्यो क्रममा चाहिँ उनीहरूले चाहिँ मान्छेहरूलाई आक्रमण गर्ने गर्छ। र यो कहीँ कतै चाहिँ मान्छेको पनि आफ्नो तर्फबाट अलिकति दोष हुन्छ। जनावर भयो, मान्छे चेतनशील प्राणी भएको हुनाले त्यो कुरा चाहिँ जान्नुपर्ने र कहिलेकाहीँ चाहिँ त्यही सानो अलिकति लापरवाही गर्नाले चाहिँ घटनाहरू घट्छ। हाम्रो यस ठाकुरद्वारा मेरै गाउँको आसपासको कुरा गर्नु हो भने प्रायः धेरै जस्तो फ्यामिलीहरू चाहिँ टुरिज्ममै आश्रित हुनुहुन्छ। यहाँ तपाईँको 30-35 वटा होटल होमस्टेहरू छ। त्यहाँ तपाईँको पनि कम्तीमा पनि प्रत्येक होटलमा एकजना स्टाफहरू हुनुहुन्छ। उहाँहरू धेरै टाढाको नभएर यही गाउँको आसपासको 1-2 जना चाहिँ बाहिरको हुनु होला, तर प्रायः लोकल मान्छेहरू नै मोबिलाइज हुनुहुन्छ। अनि त्यसबाट चाहिँ अनि उहाँहरूको चाहिँ अलिकति भए पनि आर्थिक रूपमा चाहिँ उन्नति हुन्छ। त्यसपछि त्यहाँ होटलको गाइडहरू भयो, उनीहरू प्रायः चाहिँ किनकि हाम्रो यो गाइडिङको कन्सेप्ट नै प्रायः चाहिँ लोकललाई नै प्राथमिकता दिने भनेर छ। त्यो अनुसारले चाहिँ हाम्रो गाइडहरू सबै यहाँको लोकल हुनुहुन्छ। अनि त्यो सँगसँगै चाहिँ गाउँघरमा उब्जनी भएको तरकारीहरू अनि गाई भैँसीको दुधहरू पनि हाम्रो चाहिँ होटलहरूले चाहिँ किन्ने गरेको छ। त्यसरी चाहिँ यो यहाँको लोकल उत्पादनलाई पनि टुरिज्ममा चाहिँ जोडेर चाहिँ इन्कम चाहिँ भइरहेको हुन्छ। यो चाहिँ हुने थिएन यदि बढ्दै राष्ट्रिय निकुञ्ज नभएको भइदिएका सायद म गाइड पनि बन्न पाउँथेन। त्यसपछि सायद अब कहाँ हुन्थ्यो भन्ने कुरा पनि थाहा भएन। म चाहिँ अब जङ्गलको नजिकै हुर्केको भएको हुनाले चाहिँ अनि मलाई चाहिँ जो आफ्नै ठाउँमा आफ्नै घरको खाना खाएर चाहिँ काम गर्न पाएँ अनि त्यो चाहिँ एकदमै ठुलो कुरा लाग्छ। किनकि हरेक समय आफ्नो घर परिवारसँगै बसेर
अनि आफ्नो कामहरू गर्न पाउँदा चाहिँ एकदमै खुसी लाग्छ। अहिलेसम्म मैले काम सुरु गरेदेखि बिचमा कोभिड भयो, त्यतिखेर चाहिँ अलिकति पर्यटनमा चाहिँ अलिकति नै असर पुऱ्याएको थियो। त्यसले गर्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ बाहिर गएको भइदिएमा पनि हुन्थ्यो होला जस्तो फिल आउँथ्यो। त्यसपछि लगातार राम्रो भयो, सबै कुरा चाहिँ नर्मल भयो अनि पर्यटकहरू पनि आउन थाले अनि लगातार कामहरू चलिरहेको छ। त्यसैले चाहिँ जो आफ्नो ठाउँमा पनि मैले चाहिँ बाहिर नगएरै घर परिवारलाई हेरेर आफ्नो ठाउँको वन्यजन्तुहरूको संरक्षण गर्दै आफ्नो कामलाई चाहिँ अगाडि बढाउन पाउँदा चाहिँ जस म अलिकति भए पनि सक्सेस भएको चाहिँ फिल हुन्छ।